अरे यार कट भया भइरहेको थियो त भर्खर। ये अब हम जा रहे हैं इसमें बनाने डालने। अब इसमें हम जा रहे हैं नाम क्या है सुशी इसका? ये ओनियन ओनियन चॉप। ये ओनियन डालने जा रहे हैं। एकदम फाइन चॉप। ये ओनियन अब इसको अच्छे से पकाएंगे आराम से, धीरे 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 पड़ेगा। हुँदैछ राम्रोसँग रेडी हुनु लागिसक्यो है, हुँदैछ। तपाईँको यहाँ 100मा 70% जस्तो भइसक्यो। अब 30% रहेछ। सिर्फ यहाँ के हुन्छ यो सल्ट एन्ड टैमरिन पेस्ट, चिली पेस्ट गार्लिक पेस्ट चाहिँ हाम्रो रहेको छ। सल्ट के भन्नुभयो बिर्सेँ भने सुन्नुभयो होला। दामी हुँदैछ तपाईँको जबसम्म मजाले मिक्स हुँदैन, ओइलले नाचिन जोड्छ, त्यहाँबाट मजाले मिक्स भएपछि चाहिँ त्यो हाल्नुपर्छ। तपाईँको सल्ट हाल्नुपर्छ है। राम्रोसँगले हुँदैछ हाम्रो स्विट चिल्ली पेस्ट रेडी हुँदैछ। मैले परे हल्लाउनु चाहिँ अब खालि हल्लाउनु। अब यो त तपाईँको भनौँ 100मा 70% एबभ भइसकेको छ। यहाँ सल्ट इत्यादि के हाल्नु मात्रै छ। टाँसिदिनु त भएन तपाईँको, टाँसिदियो भने चाहिँ सकाप भयो। हाम्रो सेप आउनु भएको छ है, के लगाएर सेपको भन्नु पर्दा कस्तो टाइपको केमा युज हुन्छ यो सस तपाईँको? यो सस मात्र ओन्ली डिमसममा केमा जान्छ? डिमसम सुसी है, सिर्फ डिमसम सुसी है। सेपको भन्नुपर्दा यो बिना चाहिँ सुसी र डिमसम चाहिँ खेलै छैन। यसले चाहिँ एकदम लाजवाब बनाउनेछ। स्विट चिल्ली पेस्ट, गार्लिक है। कति ग्राम हाल्नु अब गार्लिक? 200 ग्राम। सरी 200 ग्राम गार्लिक चप, फाइन चप हो एकदम मिक्सिङ लाएर ग्राइन्ड गरेको एकदम पेस्ट गरेको है यता गार्लिक। नेम के हो सेफ यसको? यो चिली पेस्ट चिली पेस्ट जान्छ। हाम्रो चिली पेस्ट जान झन् सेक्सी रङ आउँदो रहेछ नि तपाईँको है। अब हाम्रो बनिँदैछ स्विट चिल्ली पेस्ट है, स्विट चिल्ली जाम। सरी टाङ स्लिप भइरहेछ यहाँ चाहिँ गएर चाहिँ हाल्छु भने। स्विट चिल्ली जाम यो बिना चाहिँ सुसी र डिमसम चाहिँ फिक्का पर्छ। यो त म यसो बुझ्दा त हाम्रो सुसीमा त उयो क्रन्ची टुनामा जान्छ जस्तो लाग्यो है। स्विट चिल्ली जाम यो प्रायः जस्तो हामी यो जाम चाहिँ तपाईँको डाइनिङमा सर्भ गर्छ होइन, डाइनिङमा सर्भ गर्छ हामी पकाएर। यो बिना प्रायः डिस चाहिँ हाम्रो जाँदैन क्या। यो चटनी मतलब अचार टाइपको तपाईँको यहाँ पनि भनौँ वक सेक्सन डिमसम सुसी है, यो बिना खेल छैन।
स्विट चिल्ली जाम धेरै हुँदैछ तपाईँहरूको। अब लास्ट आइटम छ एउटा, त्यो नाम थाहा भएन, त्यो हालेर सल्ट हाले पनि सक्यो। कलर चाहिँ ल्याब आयो, सेक्सी आयो। हामी जाँदैछौँ हाल्नु टामरिङ पेस्ट। ताम्रिङ पेस्ट ताम्रिङ पेस्ट हालेर चाहिँ तपाईँको कस्तो फ्लेभर आउँछ सेबेले ताम्रिङ पेस्ट चाहिँ? भिनिगर टाइपको फ्लेभर आउँछ। यसलाई सफ्ट बनाउनु छ, एकदमै सफ्ट बनाउँछ, अन्त टेस्ट पनि आउनेछ लाजवाब टेस्ट। कलर देख्नुभयो फर्स्टमा स्टार्टिङमा कस्तो थियो, अहिले पाक्दै गएर ओइल छुटिँदै गएर कस्तो आयो है। ताम्रिङ पेस्ट लास्टमा जाँदो रहेछ। त्यहाँबाट पछाडि सल्ट छ हाम्रो 100 ग्राम जस्तो है, 100 ग्राम जस्तो सल्ट छ। त्यो हालेपछि चाहिँ हाम्रो यहाँ चिल्ली जाम पेस्ट बनेर रेडी हुन्छ। ए सरी, स्विट चिल्ली जाम पेस्ट बनेर रेडी हुन्छ। कम स्टेप हुन्छ किन म अर्कै उयसमा परेँ है, त्यही भएर कम स्टेप हुन्छ अलिअलि। स्विट चिल्ली जाम पेस्ट बनिँदैछ हाम्रो। सल्ट गयो हाम्रो 100 ग्राम। फिनिसिङ त अझै हो, मजाले सल्टलाई चाहिँ मजाले तपाईँ मिक्स गर्नुपर्छ है। अब चाहिँ हाम्रो रेडी हुन्छ स्विट चिल्ली जाम पेस्ट रेडी हुन्छ। रेडी भयो। हेर्नुहोस् है लास्ट फिनिसिङमा चाहिँ कस्तो दामी आउने रहेछ है, ट्याक परेको। वाउ, खाउँ लागेन त? खाउँ लागेन तपाईँहरूलाई? खाउँ लागेन? ल हाम्रो गइरहनु भएको छ हाम्रो सेफले प्लम सुगर हाल्नु गइरहनु भएको छ है। ट्याक्कै आमा यो घिउ टाइपको हुनेछ ल, तपाईँको देखाइदिन्छु नजिकबाट एकदम। प्लम सुगर यो हालिसकेपछि चाहिँ तपाईँको स्विट चिल्ली जाम पेस्ट बनेर रेडी भयो। यो हाम्रो त्यसै खुसीमा अर्डर पनि आयो, अर्डर देखाउनेछु तपाईँको के आएछ है। ट्याक्कै रिमसम्म आयो, वर्क सेक्सनमा आयो, आउनु चाहिँ के आयो, डर आयो। अर्डर यसै खुसीमा तपाईँहरूको चिल्ली कोरिएन्डर चिकन 4 पिस आएछ है। डिमसमको यो अर्डर चाहिँ डिमसमको अर्डर हो ट्याक्कै है। अब हाल्नु गइरहनु भएको छ, ट्याक्कै बनेर रेडी भयो यो ट्याक्कै है। स्विट चिल्ली जाम पेस्ट